सबजनालाई वेलकम छ। त्यो दुईटा गोटी निकालेको हो यसले त बाटो चाहिँ के गर्ने अब यसलाई। यहाँ बस्दा यो 6-9 जेलसम्म त कसरी छोड्न त्यो बाटो। यस्तो मजाले छेकेर राख्यो यसले। अब यो थाप्नु पर्ने बाइकमा। लखट्ने रातोले त्यसलाई चाहिँ 5 हान। यसको गोटीलाई चाहिँ मार्न 1 2 3 4 5 8 भन्ने सक्ने यहाँ कोही छ त कोही छैन। छ यस्तो कुहिएको हो। बाँकी गर्ने अब यसको गोटी चाहिँ यसले मलाई मार्नु भएको। तैँले जोगी त पाँच हो। छक्का छले मार्यो। एक भित्र छिरामिक तले 4 होम यस्तो दिएको। यही जग्गा यसलाई पनि मार्दा। Everyone guys, like, subscribe. जति पनि नयाँ भ्युअर्सहरू हुनुहुन्छ सबैजनाले च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो रातोले चाहिँ गेम खेला जस्तो। रातोको पनि धेरै गोटी छन्। मारे क्या हो, एकचोटि त बाँच्यो। कुन भाग्ने त यो ठिक्क 2मा भित्र छिर्यो। यसको 66% भइसकेको छ। यहाँबाट जम्न त एकचोटि 6 यसलाई चाहिँ मार्नु पर्ने भयो। रातोले के गर्नु पर्यो, कस्तो मिलेको जस्तो खेलेको। पार्टनरसिप जस्तो खेलिदियो रातोले। चौका छक्काले पनि अगाडि जान्छ। ए मर्यो मर्यो मर्यो। रातोलाई पनि फ्री भएको। के अब यो अटो गोटी कुद्ने भइसक्यो एउटै। यसलाई त्यहीँबाट ब्याक गराउनुपर्छ। यहीँबाट लखट्नुपर्छ। रातोको पनि धेरै छन्। यो रातो त कस्तो अप्ठ्यारो खेलेको।
ठ्याक्कै मिले जस्तो खेलिरहेछन्। के गर्न नसकिने पहिला अब रातोले छोडिदिइहाल्छ एक हान्नु त मलाई गेम खान नदिने भयो अब। यसलाई पनि छिरा राखौँ पन्जा हान्नु पऱ्यो यसले। अब चाहिँ गेम खाइयो। सुट रातोको धेरै घुम्न बाँकी छ एउटा गोटी मात्रै राखौँ जे होला होला। 1 भर्सेस 2 सकिँदैन त जित्न। 1 भर्सेस 2